नमस्ते साथीहरू, लक्ष्मी सनराइज बैंक लिमिटेड को 10 वर्ष अवधि तथा वार्षिक 7% ब्याज दर भएको 7% लक्ष्मी सनराइज डिबेन्चर 2092 को प्रति ऋण पत्र अंकित मूल्य 1000 प्रति किता को दरले टोटल 30 लाख किता ऋण पत्र मध्ये 18 लाख किता ऋण पत्र प्राइवेट प्लेसमेंट बाट तथा 12 लाख किता ऋण पत्र 5% अर्थात 60,000 किता युनिट शेयर सामूहिक लागि कोष बाँडफाट गरिएको सर्वसाधारणको लागि आज मिति 2083 साल 4 महिना 14 गते बिहीबार बिहान 9 बजे प्रकाशित गरिएको छ। यसको डिटेल्स के छ त र यसको फाइदा र नुकसान के हुन सक्छ त्यो लास्टमा बताउने छु। भिडियो अन्तसम्म हेर्नु होला। यसको शेयर टाइप भने डिबेन्चर हो। यसमा मैक्सिमम 11,40,000 किता अप्लाई गर्न सकिन्छ र मिनिमम 15 किता अप्लाई गर्न सकिन्छ। यसमा एक किताको भ्याल्यु 1000 रुपैयाँ हुन्छ र यसको शेयर भ्यालु 11,40,000 रहेको छ। यसको प्रकाशित मिति 2083 साल 4 महिना 14 गते र बन्द हुने मिति छोटोमा 2083 साल 4 महिना 19 गते र ढिलोमा 2083 साल 4 महिना 28 गते रहेको छ। अब हेरौँ यसमा अप्लाई गरेपछि हामीलाई फाइदा हुन्छ कि नुकसान। हामीले लगानी गर्नुपर्ने भने 25,000 रुपैयाँ हो र हामीलाई प्रति वर्ष 7% को ब्याज दरले कंपनी को शेयर डिविडेंड को द्वारा खाता में आउने छ। यसको अर्थ 25,000 इंटू 7% गरे भने 17,500 रुपैयाँ बराबर को शेयर तपाईले हरेक वर्ष पाउनुहुन्छ र जम्मा 10 साल पछि यदि यो कंपाउंडिंग इंट्रेस्ट छैन भने हामीले 17,500 जति पैसा बराबर को शेयर डिविडेंड को रूपमा पाउनुहुन्छ र 10 वर्ष पछि तपाईको शेयर को नेट अमाउंट कुल मूल्य 42,500 हुन पुग्छ यदि शेयर पर किता को प्राइस 1000 मात्र भयो भने। समग्रमा हेर्दा लगानी मिनिमम 25,000 रुपैयाँ, मैच्योरिटी हुने अवधि भने 10 साल, वार्षिक ब्याज दर 7% र शेयर मैच्योरिटी को टाइम 10 साल पछि तपाईको शेयर को टोटल भ्यालु 42,500 हुन पुग्छ। अब यसको फाइदा र बेफाइदा हेरौँ। सबैभन्दा पहिला यसको फाइदा के छ त पहिला 25,000 को लगानी गरेपछि प्रति वर्ष 1750 रुपैयाँ बराबर को शेयर पाउन सकिन्छ। यसमा केही एक्स्ट्रा गर्नु पर्दैन, लगानी गरे पुग्छ। मैच्योरिटी को समयमा टोटल अमाउन्ट 42,500 पाउनु हुनेछ र यसमा नुकसान के हुन सक्छ। यसमा मिनिमम 25,000 रुपैयाँ इन्भेस्ट गर्नुपर्छ, त्यो अलि बढी हुन पुग्यो। 10 वर्षमा कंपनी को शेयर तल पनि झर्न सक्छ, त्यसकारणले हामीलाई कम प्रॉफिट पनि हुन सक्छ। हाम्रो देशको वार्षिक इन्फ्लेसन रेट एभरेज 4 देखि 5% छ, त्यसको कारणले 10 वर्ष पछि हाम्रो 25,000 रुपैयाँ लगानी गरेको भ्यालु घट्न जान्छ। यो डिबेन्चर आईपीओ कस्ता व्यक्तिलाई अप्लाई गर्न राम्रो हुन्छ त जोसँग एक्स्ट्रा पैसा बैंकमा रहेको छ र त्यो पैसाको त्यति जरुरी छैन र जसले नेपाल शेयर मार्केट प्रति जिज्ञासा राखेको छ, त्यस्ता व्यक्तिले यो आईपीओ अप्लाई गर्न सकिन्छ। भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नु होला, साथीहरुसित शेयर गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला, किनभने हामी यस्तै आईपीओ र नेपाल शेयर मार्केट सम्बन्धित न्यूज र अपडेटहरु यो च्यानलमा ल्याउँदै रहन्छौं। भेट्नु अब नेक्स्ट भिडियोमा। तबसम्मको लागि धन्यवाद। जय नेपाल।